मजदुर दिवसको दिनमा एउटा पत्रकारले प्रचण्डलाई प्रश्न गर्छन् कि तपाईहरूलाई मजदुरको याद किन यही एक दिन मात्र आउँछ। आज एक दिन मात्र श्रमिकहरूको याद आउँछ तपाईहरूलाई चाहिँ किन के कारणले होला? वर्षैभरि 365 नै आज तपाईलाई कसले भन्यो आज मात्रै भनेर? हैन, आज मात्रै श्रमिक दिवसको दिन मनाइन्छ। यो प्रश्न सुनेर प्रचण्डले यसको उत्तर दिन सकेनन्, जबकि यसको उत्तर दिनका लागि 1 मिनेट समय नै काफी हुन्थ्यो। जसले रियल जर्नलिजम गर्न सक्छ, जसले रियल काउन्टर क्वेसन सोध्न सक्छ, उसँग प्रचण्ड 1 मिनेट पनि टिक्न सकेनन्। तर फाल्तुको पोडकास्टमा गएर 1-1 घन्टाको स्क्रिप्टेड इन्टरभ्यू दिन भने सक्छन्, जसमा त्यो पोडकास्ट गर्ने व्यक्तिले एउटा पनि काउन्टर क्वेसन सोध्न सक्दैन। त्यो पोडकास्टमा कुरा गरिएको एउटा क्लिप म तपाईँलाई यहाँ देखाउन चाहन्छु। नीलो गरेँ क्या मैले। मलाई डार्क नीलो कलर बडो मनपर्छ क्या सर। मलाई एकदम मनपर्छ। त्यसै अफिस आइसकेपछि मेरो एकजना टिमले चाहिँ हजुरलाई पनि अलिकति त्यो के भन्छ त्यसलाई कसरी बुझाउने, डार्क नीलो भनेर कसरी गर्ने, अलिकति डार्क ब्लू नै भन्छ नि। डार्क ब्लू हजुरलाई पनि डार्क ब्लू बढी मनपर्छ। म प्राय ब्लू नै लगाउँछु चाहिँ, सुट लगाउँदाखेरि पनि सर्ट लगाउँदा पनि प्राय ब्लू चुज गर्छु। यो कस्तो खालको इन्टरभ्यू हो मैले त बुझ्न सकिनँ है। रागा नै हो, मुर्रा हो मुर्रा।